नमस्ते सबैजनालाई। आशा गर्दछु सबैजना सन्चै हुनुहुन्छ। धेरै टाइम वेस्ट नगरिकन आजको हामी टपिकमा प्रवेश गरौँ। आजको यो भ्लगबाट चाहिँ मैले डेफिनेसन्स अफ राइट्स, डेफिनेसन्स अफ ड्युटी, अनि त्यसै गरी टाइप्स अफ राइट्स एन्ड ड्युटी, के राइट्स एन्ड ड्युटिजको टाइप्स हुन्छ र तिनीहरूको डिफ्रेन्सेस के हुन्छ, रिलेसनसिप बिट्विन राइट्स एन्ड ड्युटिजको बिचमा के रिलेसनसिप हुन्छ जसलाई हफिल्डेन एनालाइसिसको रूपमा पनि हामीले एनालाइसिस गरेर हेर्नेछौँ। त्यसै गरी अन्तिममा चाहिँ हामीले एलिमेन्ट्स अफ राइट्स एन्ड ड्युटिज हेर्ने हाम्रो फर्स्ट टपिकमा आउँ, डेफिनेसन्स अफ राइट्स एन्ड ड्युटिज। अब राइट्सको डेफिनेसन दिँदाखेरि एज अ बर्डिङ लयर हामीले जहिले पनि ब्ल्याक्स ल डिक्सनेरीलाई रेफर गर्नुपर्ने हुन्छ, जसमा ब्ल्याक्स ल डिक्सनेरीले राइट्सको परिभाषा गरेको छ, जहाँ राइट्स इज एन इन्टाइटलमेन्ट अफ समथिङ वेदर इट बी टु द कन्सेप्ट्स अफ justice and due processes and to the ownership of a property or some interest in the property real or personal भनेर राइट्सको परिभाषा चाहिँ ब्ल्याक्स ल डिक्सनेरीले गरेको छ। अब ब्ल्याक्स ल डिक्सनेरीले चाहिँ राइट्सलाई चाहिँ केही कुरा सम्बन्धी हुने अधिकारलाई राइट्स भनिन्छ, पनि प्रपर्टी सम्बन्धी हुने अधिकार पनि हुनसक्छ, कुनै पनि न्याय प्राप्तिलाई पनि राइट्स भन्न सक्छ, वा कुनै ड्यू प्रोसेसमा प्राप्त गरेको फेयरनेसलाई पनि राइट्स भन्न सकिन्छ भनेर ब्ल्याक्स ल डिक्सनेरीले राइट्सको परिभाषा गरेर आएको अवस्था छ। अब हामीले ज्युरिस्प्रुडेन्स सब्जेक्टमा राइट्सको परिभाषा हेर्दाखेरि चाहिँ हामीले ज्युरिस्टहरूले भनेको फिलोसफीको बारेबाट हेर्नुपर्ने हुन्छ। अब राइट्स भनेको लेम्यान टर्ममा राइट्स भनेको के हो भनेर कसैलाई सोध्नुहुन्छ भने कुनै व्यक्तिले राइट्सलाई विल पनि भन्ला, कुनै पनि व्यक्तिले राइट्सलाई फ्रिडम पनि भन्ला, वा कुनै पनि व्यक्तिले राइट्सलाई कुनै व्यक्तिको इन्ट्रेस्ट पनि भन्ला। अब यी सबै त भयो लेम्यानहरूको फिलोसफी, लेम्यानहरूको परिभाषा अनुसार राइट्सको डेफिनेसन। अब हामीले ज्युरिस्प्रुडेन्स पढ्दाखेरि चाहिँ हामीले अफकोर्स ज्युरिस्ट वा एक्सपोनेन्ट्सहरूको फिलोसफीहरूबाट हामीले हेरेर राइट्सको डेफिनेसन दिनुपर्ने हुन्छ। अब ज्युरिस्टमध्ये हामीले अस्टिन, बेन्थम र स्यालमन्डहरूको त परिभाषा पढ्नै नै पर्ने हुन्छ ज्युरिस्प्रुडेन्समा। अब हामीले राइट्सको परिभाषा हेर्दाखेरि स्यालमन्डको परिभाषा राइट्समा के भन्दो रहेछ, लिगल राइट्स के हो, स्यालमन्डको परिभाषाले लिगल राइट्स भनेर हेर्नुपर्ने हुन्छ। अब स्यालमन्डको भनाइअनुसार चाहिँ लिगल राइट्स भनेको चाहिँ उसले इन्ट्रेस्ट हो भन्छ, यस्तो खाले इन्ट्रेस्ट जुनलाई चाहिँ लले रिकग्निसन गरेको छ, लले मान्यता दिएको छ र लले चाहिँ प्रोटेक्सन दिएको छ वा संरक्षण गरिएको राइट्सलाई चाहिँ लिगल राइट्स हो भनेर स्यालमन्डले भन्छ। अझ थप स्यालमन्डले के भन्छ भने लिगल राइट्स भनेको त त्यस्तो राइट्स भइहाल्यो जसलाई लले रिकग्निसन र प्रोटेक्सन दिएको छ। अब यस्तो लले रिकग्निसन र प्रोटेक्सन दिएको राइट्सलाई चाहिँ अन्य व्यक्तिको ड्युटी हुन्छ कि जुन व्यक्तिसँग राइट्स प्रोभाइड गरेको छ त्यो व्यक्तिको राइट्सलाई चाहिँ इन्फ्रिन्ज नगर्ने वा हनन नगर्ने अन्य व्यक्तिको ड्युटी हुन्छ। यदि अन्य व्यक्तिहरूले वा बीले चाहिँ त्यो राइट्सलाई हनन गर्यो भने त्यसलाई चाहिँ रङ हुन्छ, त्यो चाहिँ रङ हुन्छ भनेर चाहिँ स्यालमन्डले परिभाषा गरेर आएको अवस्था छ। अब यसलाई एक्जाम्पलबाट बुझेर आउँ, राइट भनेको के हो भनेर भन्दाखेरि एउटा राइट भनेको यस्तो कुरा हो जुनलाई लले मान्यता दिएको छ, जुन कुरा लबाट रेकग्नाइज भएको छ र प्रोटेक्ट भएको छ, त्यसलाई चाहिँ राइट्स भन्छ, लिगल राइट भन्छ भनेर स्यालमन्डले भन्छन्। अब फर एन एक्जाम्पल, कुनै पनि कुरालाई यदि लले रिकग्नाइज मात्र गरेछ र त्यसको इन्फ्रिन्जमेन्ट विरुद्ध चाहिँ कुनै पनि ऐनबाट प्रोटेक्सन गरेको छैन भने यसलाई के भन्ने त भनेर स्यालमन्डको परिभाषा अनुसार यो चाहिँ लिगल राइट हुँदैन, लिगल राइट हुनको लागि रिकग्निसन र प्रोटेक्सन हुनै नै जरुरी छ भनेर स्यालमन्डले भन्छन्। र अब एक्जाम्पलमा हेऱ्यौँ भने इफ ए ओन्स अ प्लट अफ ल्यान्ड, सपोज एले एउटा प्लट अफ ल्यान्ड ओन गरेछ, अब एसँग त ओनरसिप राइट आउँछ जसलाई स्टेटले रिकग्नाइज पनि गरेछ, प्रोटेक्ट पनि गरेछ। अब बीको ड्युटी गैर कानुनी तवरबाट प्रवेश नगर्ने एको राइट्समा, यस्तो केसमा चाहिँ बीले एको पर्मिसन बिना एको ल्यान्डमा गएर प्रवेश गर्यो भने त्यसलाई ट्रेसपासिङ पनि भनेर भनिन्छ। अब त्यहाँ धेरै नजाउँ, अब जस्तो एको राइट्स ओनरसिप राइट्समा चाहिँ बीले इलिगल्ली इन्फ्रिन्ज गरेर बी प्रवेश गर्यो भने त्यसलाई चाहिँ बीको एक्टलाई चाहिँ रङ भनिन्छ भनेर स्यालमन्डले यही भन्छन्। विभिन्न व्यक्तिको विभिन्न इन्ट्रेस्ट हुन्छ, सबै व्यक्तिको इन्ट्रेस्टलाई प्रोटेक्ट गर्नु पर्दैन, लले प्रोटेक्ट र रिकग्नाइज गरेको इन्ट्रेस्ट नै राइट्स हुन्छ भनेर स्यालमन्डले परिभाषा गरेको हुँदाखेरि स्यालमन्ड चाहिँ इन्ट्रेस्ट थ्योरी अन्तर्गत पर्ने ज्युरिस्ट पनि उहाँलाई भनिन्छ। अब
मुभिङ अन फर्दर, साल्मनको एकदमै इम्पोर्टेन्ट छ किनभने हाम्रो एउटा टपिक चाहिँ एसेन्सियल एलिमेन्ट्स अफ राइट्समै पर्छ, जसमा साल्मनले नै एसेन्सियल एलिमेन्ट्स अफ राइट्सको परिभाषा दिएर आउनुभएको छ, जसमा साल्मनले लिगल राइट हुनको लागि 5 वटा कन्डिसन वा क्राइटेरिया फुलफिल गर्नुपर्छ भन्छन्। एउटा सब्जेक्ट अफ राइट, एउटा सब्जेक्ट अफ ड्युटी, अर्को थर्ड नम्बरमा सब्जेक्ट म्याटर अफ लिगल राइट, फोर्थ नम्बरमा लिगल राइटको अब्जेक्ट हुनुपर्छ वा अब्जेक्ट अफ लिगल राइट, र फिफ्थमा चाहिँ टाइटल अफ लिगल राइट, त्यो लिगल राइट चाहिँ कसरी ट्रान्सफर भएको छ त्यसको टाइटल हुनुपर्छ भनेर साल्मनले क्याटेगोराइज गरेर आएको छन्। अब सब्जेक्ट अफ लिगल राइटमा चाहिँ यसलाई एउटा एक्जाम्पलबाट सिम्पली एक्जाम्पलबाट हेर। अब एउटा बाइक छ अरे, अब एउटा बाइक छ, एले यो बाइक पर्चेज गर्यो, इभन दो बाइक त एकदम चरास्तो देखे पनि ल सपोज यसलाई बाइक मानौँ, बाइक मानेर एले यो बाइक पर्चेज गर्यो। अब एले बाइक पर्चेज गरिसकेपछि एसँग त ओनरसिप इन्ट्रेस्ट आउँछ, त्यो त हामीले ओनरसिपको राइट आउँछ भनेर थाहा छ। अब साल्मनले के भन्छ भने एलिमेन्ट्स अफ लिगल राइट्समा ए चाहिँ त्यो बाइकको चाहिँ सब्जेक्ट अफ राइट हो भनेर एले भन्छ। अब यसलाई नै एलाई नै सब्जेक्ट अफ राइट भनेर पनि परिभाषा गरिएको आएको अवस्था छ। अब he or she shall be the person who is the owner of the right, कुनै पनि कुराको ओनर भयो भने ए इज ए सब्जेक्ट अफ द राइट, एलाई सब्जेक्ट अफ द राइट भनिन्छ। अब यसलाई साल्मनको परिभाषामा हि इज अल्सो नन एज अ पर्सन अफ इनहेरिटेन्स, यही सब्जेक्ट अफ लिगल राइटमा यति मात्र भन्छ एले। अब त्यसै गरी सब्जेक्ट अफ ड्युटी त भन्छन्। अब सब्जेक्ट अफ ड्युटीमा मैले अघि एउटा ल्यान्डको, यो ल्यान्ड छ, यति प्लट अफ ल्यान्ड छ, यति प्लट अफ ल्यान्ड छ, अब यसमा ए को ओनरसिप छ, बी को त ड्युटी छ भनेर भने मैले। अब बी चाहिँ के हुन्छ भनेपछि ड्युटी हुने मान्छे चाहिँ सब्जेक्ट अफ ड्युटी हुन्छ। अब इफ ए हेज अ लिगल राइट अगेन्स्ट बी देन बी हेज अ ड्युटी टु रेस्पेक्ट द राइट अफ ए। अब बीले त ए को राइटलाई चाहिँ रेस्पेक्ट गरेर आउनुपर्छ, इफ गरेन भने त्यसलाई चाहिँ के भन्छ, त्यसलाई चाहिँ लको साल्मनको अनुसार चाहिँ रङ भनेर भन्छ भनेर साल्मनले भनेर आएको अवस्था छ। अब बीलाई चाहिँ के पनि भनिन्छ भने पर्सन अफ इन्सिडेन्स पनि भनिन्छ भनेर साल्मनले परिभाषा गरेर आएको अवस्था छ। अब फर्दर थर्ड नम्बरमा सब्जेक्ट म्याटर अफ लिगल राइट भनेको के हो त? सब्जेक्ट म्याटर अफ लिगल राइट भनेको कुनै पनि कानुनमा दुईवटा कुराको बारेबाट बोल्दछ। एउटाले चाहिँ कुनै कुरा गर भन्छ भने अर्को कुरा नट टु डु ओर रिफ्रेन टु डु समथिङ। कानुनमा लेखेको कुराको सब्जेक्ट म्याटर यतिसम्म नै सीमित हुन्छ भनेर भन्छ। अब यसो छ, तपाईँले एउटा बाइक किन्नुभयो, अब यो कन्डिसनमा भ्यान राखे पनि तपाईँले यदि एउटा बाइक किन्नुभयो भने कानुनले के भन्छ, बाइक किनेको छौ भने ट्राफिक रुललाई कार्यान्वयन गर वा फलो गर भनेर भन्छ। त्यही हो सब्जेक्ट म्याटर अफ लिगल राइट। सब्जेक्ट म्याटर अफ लिगल राइट कनट्स टु डु ओर नट टु डु ओर रिफ्रेन फ्रम डुइङ समथिङ ओर डुइङ सम एक्ट, सर्टेन एक्ट अफ फरबियरेन्स अफ द्याट एक्ट भनेर भन्छ। अब त्यसै गरी अब्जेक्ट अफ लिगल राइट, अब अब्जेक्ट अफ लिगल राइटमा ए त सब्जेक्ट अफ लिगल राइट भएको थियो, अब अब्जेक्ट अफ लिगल राइट यो अघिको केसमा चाहिँ बाइक चाहिँ अब्जेक्ट अफ लिगल राइट हुन्छ। अब त्यही नै भन्छ, सिमिलर टु द सब्जेक्ट अफ लिगल राइट वेयर इफ एक्स बाइज अ बाइक ही इज द सब्जेक्ट अफ द बाइक वेयर द बाइक इज द अब्जेक्ट। इट्स भेरी सिम्पल, बाइक चाहिँ अब्जेक्ट हुन्छ। अब टाइटल अफ लिगल राइट, अब सपोज ए फादर हो, एक्स सन हो होइन, फादर र सन भयो। अब एले एउटा विल मार्फत चाहिँ मेरो सम्पूर्ण सम्पत्ति मेरो छोरालाई जान्छ भनेर एउटा विल हस्तान्तरण गरिदियो अरे। अब टाइटल अफ लिगल राइट भनेको चाहिँ साल्मनको आधारमा लिगल राइट कसरी प्राप्त गर्न सक्छ भन्दाखेरि लिगल राइट चाहिँ यो विलबाट ट्रान्सफर जुन भएको छ त्यसलाई चाहिँ टाइटल भनेर प्राप्त गरेको लिल भनिन्छ। द टाइटल इज द प्रोसेस बाई विच द राइट इज vested or conferred on the person. It is certain events by which the right is acquired from the previous owner. टाइटल भनेको के हो भनेर सोध्नुहुन्छ भने इट इज कस्तो खाले इभेन्टबाट, इट इज अ सर्टेन इभेन्ट बाई विच राइट इज अक्वायर्ड फ्रम द प्रिभियस ओनर। प्रिभियस ओनरबाट राइट कसरी प्राप्त भयो त्यसलाई टाइटल अफ राइट भनिन्छ। त्यो गिफ्ट पनि हुनसक्छ, विल पनि हुनसक्छ, पोजेसन पनि हुनसक्छ, पर्चेस पनि हुनसक्छ। अब साल्मनले यो चाहिँ एलिमेन्ट्स अफ लिगल राइट्सको बारेबाट यी 5वटा क्याटेगोरीमा विभाजित गरेर साल्मनले लिगल राइट्सलाई डिफाइन गर्न खोजेको अवस्था थियो। अब मैले अघि भनिहालेँ राइटको कुरा गर्दाखेरि अस्टिनको कुरा नगर्ने त हुने नै सक्दैन। अब अस्टिनको कुरा गर्दाखेरि त अस्टिन हाम्रो पोजिटिभिस्ट थिङ्कर्स थियो भन्ने कुरा त तपाईँहरूलाई वेल अवेर हुनुहुन्छ। अब अस्टिनले चाहिँ राइटको बारेबाट कुरा गर्दाखेरि उसले अलिकति डिफ्रेन्ट पर्सपेक्टिभबाट कुरा गर्छ। उसले चाहिँ के भन्छ भने राइटलाई चाहिँ सँग ओनरसिप छ त्यसको पर्सपेक्टिभबाट डिफाइन नगर कि राइटलाई चाहिँ ड्युटी होल्डर्सको पर्सपेक्टिभबाट डिफाइन गर भनेर अस्टिनले भिन्न तरिकाको बारेबाट डिफाइन गर्छ। अब अस्टिनको
अस्टिनको डेफिनेसनलाई बुझ्नको लागि तपाईहरुले जन स्टिवर्ट मिलले अस्टिनको डेफिनेसनलाई क्रिटिसिजम गरेको आधारलाई पनि बुझ्नुभयो भने तपाईले अस्टिनले लिगल राइटलाई डेफिनेसन गरेको आधारलाई बुझ्नुहुन्छ। अब जन स्टिवर्ट मिलले के भन्छ भने अब अस्टिनले त ड्युटी होल्डरको पर्सपेक्टिभबाट राइटलाई डिफाइन गरेर आयो। अब एउटा इस्यु चाहिँ के छ भने जेलर र इम्प्रिजनमेन्टको इस्यु लिन्छ। अब कुनै पनि मुद्दा चल्यो, मुद्दा चलिसकेपछि अदालतबाट फैसला ठहर भयो। अब नेपालमा त डेथ पेनाल्टीको सिद्धान्त छैन, तर जस्तो सपोज फर एक्जाम्पल इन्डियामा डेथ पेनाल्टीको कन्सेप्ट छ। अब डेथ पेनाल्टीको कन्सेप्टमा अदालतबाट ठहर भइसकेको अवस्थापछि त अब एक्जिक्युसनको पाटोमा त जेलरको पाटो हुन्छ। अब जेलरको त ड्युटी हुन्छ अदालतबाट भएको फैसलालाई कार्यान्वयन गर्ने, जेलरसँग राइट हुन्छ। अब कुनै पनि व्यक्तिलाई राइट टु बी इन प्रिजन ओ राइट टु हङ टिल डेथको राइट हुन्छ भनेर जेलरसँग राइट यसरी हुन्छ भनेर उसले क्वेसन गर्छ। अब यसमा के हुन्छ भने राइट टु बी हङ टिल डेथ भन्ने त कुनै पनि राइट हुँदैन। त्यही कारणले गर्दा फेरि राइटलाई चाहिँ ड्युटिज होल्डर्स पर्सपेक्टिभबाट हेरिने होइन, राइटलाई चाहिँ राइट होल्डर्स पर्सपेक्टिभबाट हेर्नुपर्छ भनेर जन स्टिवर्ट मिलले अस्टिनलाई क्रिटिसाइज गरेर भन्छन्। जसमा अस्टिन definition, a party has a right when another or others are bound to obliged by the law to do or forbear or in regards to him भन्छन्। अब उसले चाहिँ अस्टिनले चाहिँ के भन्दो रहेछन् भने एउटा व्यक्तिसँग राइट जब हुन्छ, कब हुन्छ, जब अर्को व्यक्तिसँग चाहिँ ड्युटी हुन्छ तब मात्र एउटा व्यक्तिसँग राइट हुन्छ भनेर अस्टिनले भनेको अवस्था छ। अब फर्दर आई हियरिङको डेफिनेसन हेरौँ। आई हियरिङले अनलाइक स्यालमेनले चाहिँ यहाँ रिकग्नाइज गरेको पनि इन्ट्रेस्टको कुरा गरेको थियो, तर आई हियरिङले चाहिँ के गर्छन् भनेपछि आई हियरिङले चाहिँ प्रोटेक्ट मात्र गरेको अवस्थालाई चाहिँ लिगल राइट भनिन्छ भनेर हुन्छन्। अब समाउ हामीले हेर्न सक्छौँ आई हियरिङकै डेफिनेसनलाई आधार मानेर स्यालमेनले अझ एडभान्स डेफिनेसन इन्ट्रेस्ट सम्बन्धीको वा राइट सम्बन्धीको चाहिँ प्रोभाइड गर्न खोजेका छन्, जहाँ आई हियरिङलाई पनि फादर अफ इन्ट्रेस्ट थ्योरी पनि भनेर भनिन्छ, जहाँ आई हियरिङले चाहिँ राइट्स भनेको चाहिँ लिगली प्रोटेक्टेड लमा संरक्षण गरेको इन्ट्रेस्टलाई मात्र लिगल राइट्स भनिन्छ भनेर आई हियरिङको डेफिनेसनबाट आई हियरिङले चाहिँ प्रोपाउन्ड गरेको अवस्था छ। अब रसको पाउन्डले चाहिँ के भन्छन् भनेपछि सोसाइटीमा विभिन्न तरिकाको इन्ट्रेस्ट हुन्छ, तर सबै इन्ट्रेस्टलाई चाहिँ सिक्योर्ड गरेको हुँदैन लले, थोरै मात्र इन्ट्रेस्टलाई डिलिमिट गरेर सिक्योर्ड गरेको हुन्छ र त्यसलाई चाहिँ रिकग्निसन गरेको हुन्छ, त्यही नै हो राइट, त्यसलाई त्यही नै राइट हो भनेर रसको पाउन्डले भन्छन्। अब प्याटर्नले के भन्छन् भने लिगल राइट एज द राइट रिकग्नाइज एन्ड प्रोटेक्टेड बाई द लिगल सिस्टम। लिगल सिस्टमको विभिन्न कन्ट्रीमा विभिन्न तरिकाको लिगल सिस्टम हुन्छ। कुनै पनि कन्ट्रीमा राइटलाई रिकग्नाइज र प्रोटेक्ट गरेको अवस्था छ भने त्यसलाई चाहिँ लिगल राइट भनिन्छ भनेर प्याटर्नले भन्छन्। अब ग्रेको कुरा गर्नुहुन्छ भने ग्रेले पावरको बारेबाट कुरा गर्छन्। उहाँले अझै के भन्नुहुन्छ भने अ लिगल राइट इज द्याट पावर विच अ म्यान हेज टु मेक अ पर्सन डु ओर रिफ्रेन फ्रम डुइङ सर्टेन एक्ट्स so far as the power arises from the society imposing a legal duty upon others। अब उसले के भन्छ भनेपछि उसले राइटलाई चाहिँ पावरसँग एसोसिएट गरेको छ। यस्तो खाले पावर जुन एउटा मान्छेसँग जोसँग पावर हुन्छ उसले अर्को व्यक्तिलाई चाहिँ कुनै कुरा गर भनेर चाहिँ उसले अब्लाई गरेर चाहिँ उसले पावर कन्फर गरेर अन्य व्यक्तिलाई कुनै पनि कार्य गर्न बाध्य गर्छ, गर्न बाध्य गर्छ वा कार्य नगर्न बाध्य गर्ने पावरलाई चाहिँ लिगल राइट हो भनेर ग्रेले भनेर आएको अवस्था छ। One who has a power has a one who has a right has power given by the law। कुनै पनि व्यक्तिसँग पावर छ भने त्यो व्यक्तिसँग चाहिँ राइट हुन्छ, कानुनद्वारा चाहिँ सेक्योर्ड गरेको राइट हुन्छ भनेर ग्रेले भन्छ। अब फर्दर होल्यान्डको डेफिनेसन हेऱ्यो भने होल्यान्डले पनि अनलाइक अदर फिलोसफिज उसले चाहिँ राइटलाई चाहिँ क्यापेसिटीसँग इक्वेट गरेर उसले आफ्नो डेफिनेसनमा भनेर आएको अवस्था छ। अ राइट इज अ क्यापेसिटी इन वान म्यान्स कन्ट्रोलिङ विथ द कन्सेन्ट ओर असिस्टेन्स अफ द स्टेट द एक्सन्स अफ अदर। उसले चाहिँ के भन्छ भनेपछि राइट भनेको एउटा क्यापेसिटी हो, एउटा मान्छेको क्षमता हो। कस्तो क्षमता भनेपछि एउटा मान्छेले अन्य मान्छेको बिहेभियरलाई कन्ट्रोल गर्ने क्षमता हो। कसको असिस्टेन्टमा भन्दाखेरि स्टेटको असिस्टेन्टमा चाहिँ अन्य व्यक्तिको बिहेभियरलाई कन्ट्रोल गर्ने क्षमतालाई नै राइट्स भन्छ भनेर होल्यान्डको डेफिनेसनबाट होल्यान्डले भनेर आएको अवस्था छ। त्यसै गरी हामीले विभिन्न तरिकाको क्लासिफिकेसन्सहरू पढेको छौँ, जसमा हामीले पर्फेक्ट राइट्स, इम्पर्फेक्ट राइट, पोजिटिभ नेगेटिभ, रियल पर्सनल, प्रोप्राइटियल पर्सनल, पब्लिक प्राइभेट, इनहेरिटेड नन अनइनहेरिटेबल अनि राइट्स इन प्रोप्रिया, राइट इन एन्डिना, यी सबै राइट्सहरू चाहिँ हाम्रो नेक्स्ट ब्लगबाट
हामीले पढ्नेवाला छौँ। आजको लागि चाहिँ हामीले राइट्सको डेफिनेसन र एसेन्सियल एलिमेन्ट्स अफ राइट्स गरेर त्यतिसम्म सीमित भएर आजको भ्लग यतिमै एन्ड गरौँ। हस्, थ्याङ्क यू। स्टे ट्युन फर नेक्स्ट भ्लग।